हेलो साथीहरु, वेलकम ब्याक टु गाउँ विषय अपडेट युट्युब च्यानल। गाउँ विषय अपडेटमा चाहिँ मैले यस्तो खत्रे लुगा लगाएर हामी भन्दा पनि म चाहिँ अहिले साउदी एबिबिरक बिल्डिङ कन्स्ट्रक्सनमा कार्यरत छु र आज चाहिँ मैले के देखाउन लागिरहेको छु भने ल हेर्नुलाई यो भिसा इन्फर्मेसन एक्जिट भिसाको लागि चाहिँ कम्ती पनि 1 वर्ष बस्नु पर्यो बिना काम। यसरी विदेशमा चाहिँ आफ्नो नासिबहरू लिएर आएको हुन्छु र कोहीले चाँडै पनि र बिग्रेको कम्पनीमा चाहिँ यसरी लामो समयसम्म काम नगरेर एक्जिट भिसा बल्ल मात्रै आएको छ। अब यसमा पनि पैसा हामीलाई 0.5% भन्दा पनि त्यसको 50% चाहिँ मान्छेले अरू पहिला लिएर गयो, अब अहिले चाहिँ भने 25% चाहिँ लिएर जानुपर्ने अरे है। हाफको पनि हाफ भनेपछि 25% मा चाहिँ हामी घर जानुपर्ने। अब के गर्नु ल हेर्नुहोस्, मैले एक्जिट भिसा तपाईहरुलाई देखाइसकेँ है। एक्जिट भिसा बल्ल बल्ल आएको छ। अब पैसा भने चाहिँ 25% ले लिएर जानुपर्ने अरे साथीहरु। ल त अनि हाम्रो यही कम्पनीमा चाहिँ धेरै मान्छेहरू अहिले चाहिँ रुममा बस्ने, खेल्ने, क्यारबोर्ड खेल्ने है। अनि गुड मर्निङ सर। ओके ओके playing Ludo. हेलो गाइस, गुड मॉर्निंग। Good morning. हमारा भी है Okay. हमारा भी Okay. Good morning, sir. सर Ludo playing. Good morning. टुक्टुक गरिरहेको छ लुडो। ओके लुडोहरू खेल्ने यस्तै किसिमको छ। यहाँ हेर्नु होला, लुडो खेल्ने, कोही बस्ने, कोही क्यारम बोर्ड खेल्ने, कोही तास जुवा खेल्ने, अब टाइम पासको लागि साथीहरू। ओके साथीहरू, यो भिडियो त्यति राम्रो त छैन, तर पनि कहिलेकाहीँ आफ्नो टाइम पास गर्नुको लागि र अहिले सोशल मिडियाको हैन के त जमाना, सो म पनि केही छ्यास्स एउटा भिडियो बनाउने लागिरहेको छु र यो भिडियोलाई तपाईहरुले जस्तो भए पनि, राम्रो भए पनि नराम्रो भए पनि लाइक गरिदिनु होला, अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि ठोकिदिनु होला। किनकि म चाहिँ यस्तो ब्लग भिडियो बनाउँछु, किनकि कुनै पनि व्यक्तिहरूको म के गर्न चाहन्न त, पक्ष विपक्षमा बोल्न चाहन्न हैन। मिडियाहरुको मेरो जस्तै युट्युबर जस्तै कोही युट्युबरले आफ्नो पक्षमा मात्रै बनाइरहने, दोस्रो पक्षकोलाई घुसिरहने पनि छन्। सबै मिडिया होइन नि त हैन। जति पनि हामी युट्युबमा हेर्छौं, ती युट्युबमा हेरेकोहरू सबै कोही युट्युबरहरू हुन् र कुनै चाहिँ मिडिया भनौँ न हैन, एउटा चाहिँ नि सोशल मिडियाको लागि चाहिँ बनाइन्छ नि हैन, एउटा कार्डहरू बनाएर चाहिँ काम गरिन्छ। र म चाहिँ एउटा ठोत्रे युट्युबर, कहिलेकाहीँ टाइम पास गर्नको लागि है त। ओके साथीहरु।